हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। आज चाहिँ म बिहान उठेर के गर्छु भनेर चाहिँ देखाउन सक्दिनँ हो। मैले चाहिँ सबै कामहरू सकिसकेर चाहिँ म रेडी हुँदै थिएँ। कहाँ जानुको लागि भन्दाखेरि चाहिँ त्यो चाहिँ तपाईँले अलिकति लास्टमा हेर्नुहोस् होला। त्यसको लागि चाहिँ अलिक वेट गर्नुपर्छ। म चाहिँ यहाँ गर्दै थिएँ मेकअप, मेरो हल्का सिम्पल मेकअप गर्दै थिएँ हो। हेर्न सक्नुहुन्छ तपाईँले कस्तो भूत त्यस्तै भए। म चाहिँ अलिकति टिन्ट लाउँदा पनि होइन, यो त सनस्क्रिन लाउँदा म यस्तो खालको हुन्छु भनेपछि सोच्नुहुन्छ होला कि म फाउन्डेसन लगायो भने चाहिँ कस्तो खालको हुन्छु भनेर चाहिँ एकदम भूत जस्तो हुन्छ नि हो। र पनि के गर्नु, लाउनै पर्छ। भूत त्यस्तै भए पनि के गर्नु, मेकअप गर्नु मन लाग्दैन। मलाई चाहिँ मेकअप गऱ्यो भने नि कस्तो अनुहार भारी भएको जस्तो हुन्छ। के उचाल्नु, पुरा के उचाल्नु परेको हुन्छ नि हो, त्यस्तो खालको मलाई चाहिँ फिल हुन्छ हो। कोही तपाईँहरूलाई पनि त्यस्तो हुन्छ कि हुँदैन होला, मलाई चाहिँ तर त्यस्तो फिल हुन्छ। लाइट मेकअप लाइक अब स्किन केयर गरेर टक्क सनस्क्रिन गरेर के भन्छ हाइलाइटर, हाइलाइटर होइन के अरे ब्लसर, लिपस्टिक भए पनि म चाहिँ ज्यादा जस्तो लिपस्टिक भन्दा पनि लिप ग्लस लाउँछु हो। तर ड्युटीहरूतिर चाहिँ लिपस्टिक नै लाउनुपर्छ, अन्तखेरि चाहिँ अलिक ब्राइट देख्नुपर्छ नि त। अन्तखेरि चाहिँ लिपस्टिक पनि न्युड खालको नै मनपर्छ मलाई, ब्राइट खालको लिपस्टिक मन पर्दैन हो। अन्त चाहिँ म के भन्दै थिएँ भन्दा चाहिँ मेकअप त्यो उयो हुन्छ भनेर है, मलाई चाहिँ पुरा भारी लाग्छ हो। त्यसपछि चाहिँ यहाँनिर म लाउँदै थिएँ मस्कारा। मस्कारा लाउँदा मजाले मिलाएर लाउनु पऱ्यो भनेर म गर्दै थिएँ कि मजाले मिलाएर लाउँदा चाहिँ मेरो मस्कारा चाहिँ त्यो मस्कारा पोसेको चाहिँ भिडियो भएन रहेछ कि। आँखाभित्र त्यो मस्काराको त्यो ब्रस चाहिँ पोसेको आँखा यस्तो आँसु यो दुईपट्टिको आँखामा एउटा मैले पोसेको दुईपट्टिको पनि आँसु निस्केर बर्बाद भयो म चाहिँ हो। त्यहाँपछि चाहिँ मैले ड्रेस लगाएँ हो। म चाहिँ ड्रेस लगाएर चाहिँ जाँदै थिएँ, ड्युटीको लागि रेडी भएको थिएँ गाइस म चाहिँ हो। अन्त ड्युटीमा चाहिँ यसरी इयरिङ्सहरू टपहरू लाउनुपर्छ, सानो लाउनुपर्छ। तर मेरो सानो थिएन हो, त्यही भएर म चाहिँ ठुल्ठुलै लाउँछु। त्यहाँपछि चाहिँ मेरो कपाल चाहिँ यस्तो बेसी गिलो हुन्छ कि, मतलब सुक्दैन क्या, हत्ता पातला छ कि, र पनि सुक्दैन। कपाल यस्तो बिना झर्छ कि गाइस, यस्तो बिना झर्छ। कस्तो झर्छ त्यो हेयरफल चाहिँ यति बिना हुन्छ कि मलाई लाग्छ यसरी म कपाल हाल्छु यो उयसमा चाहिँ हो कि त मलाई क्यान्सर भेटेको छ। यो दुइटामा एउटा चाहिँ हुन्छ त्यस्तो लाग्दैछ हो। त्यसपछि चाहिँ म सक्स लगाउँदै त्यो सक्स लगाएर चाहिँ त्यहाँपछि चाहिँ यहाँनिर मेरो ब्याग पनि रेडी भइसकिसक्यो हो। त्यहाँपछि म चाहिँ निस्केँ छाता बोकेर। दिन चाहिँ आजको दिन चाहिँ यस्तो भएको थियो, हेर्नुहोस् न। म चाहिँ यस्तो दिन छ भनेर चाहिँ मोटो सर्ट लगाएको थिएँ हो। मोटो सर्ट लगाएर चाहिँ म निस्केँ। दिन चाहिँ यस्तो भएको थियो, शीतल पनि हुन्छ यहाँनिर चाहिँ हो। गाइस मेरो चाहिँ कपाल सुकेकै थिएन, मलाई चाहिँ गिलो कपाल मनै पर्दैन हो। यहाँ चाहिँ पानी परेर बर्बाद, यही माथि मेरो कपाल सुक्दैन हो, भइरहेको छ। सो अब चाहिँ म ड्युटी जाँदैछु। मलाई चाहिँ आज पुरै ढिलो भइसकिसक्यो, टाइम पनि कति भइसकिसक्यो हो। चाहिँ म स्पिड गरेर जान्छु गाइस। मेरो चाहिँ अनुहार यति बिना बिग्रेको छ कि मैले त्यस्तो बेसी मेकअप गर्छु, फाउन्डेसनहरू चाहिँ केही पनि लगाइन, नर्मल मैले त्यो स्किन केयर गरेर हल्का ब्लसर लिपस्टिक लगाएँ, अन्त हल्का आइब्रो र मस्कारा लगाएर हिँडेको हो। मलाई चाहिँ शीतल दिन मनपर्छ कि यस्तो किच होइन। मलाई त्यस्तो रेनी सिजनमा नै पर्दैन, रेनी सिजनमा चाहिँ सुकिरहनु मन लाग्छ गाइस हो। कोहीलाई त्यस्तो गर्नु मन लाग्छ, ड्युटी गर्नु मन लाग्दैन गाइस, सुतिर नि मन लाग्छ। बर्बाद छ नि त। मेरो मिनी भ्लग हो है। हाम्रो घरको छेउमा चाहिँ यहाँ मन्दिर पनि छ। सो मैले चाहिँ गेट रेडी विथ मी मात्रै गर्छु भनेको थिएँ हो, हल्का अब मिनी भ्लग नै गरिदिएँ। सो अहिले चाहिँ म पुग्नु आँटेको छु भनौँ न। मलाई अलमोस्ट अब ड्युटी पुग्नुको लागि कति टाइम मिनट लाग्छ थाहा छ तपाईँलाई? 45 मिनट्स 50 लाग्छ जाँदाखेरि चाहिँ, ट्राफिकहरू छ भने चाहिँ। सो म चाहिँ फाइनली अटो स्ट्यान्ड पनि आइपुगिसकेँ हो। त्यहाँपछि अटोमा बसेँ। अटोमा बसेर चाहिँ म गएँ। हेर्नु सक्नुहुन्छ तपाईँले घाम कस्तो छ भनेर। आधीदेखि उता पानी पुरा पर्दैछ, छैन आधीदेखि यता घाम। आम्बो मलाई चाहिँ गरम भएर चाहिँ म झन्डै नै मरेँ हो आज चाहिँ। सो बेलुका फर्किँदा चाहिँ म कस्तो खालको अँधेरो हुन्छ अन्त यति अँधेरो हुन्छ हो बेलुका फर्किँदा चाहिँ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ, किप लभिङ गाइज, आई लभ यु अल।